नमस्कार सबैजनालाई स्वागत छ मेरो स्कुलको अनलाइन प्लेटफर्ममा। सो आजको भिडियोमा चाहिँ हामी इन विट्रो फर्टिलाइजेसन अथवा टेस्ट ट्युब बेबीको बारेमा पढ्न गइरहेछौं। सो इन विट्रो वर्डको मिनिङ के हुन्छ भने इन विट्रो मिन्स इन ए ग्लास। सो इन ग्लास भनेको मिनिङ के बुझिन्छ भने टेस्ट ट्युबहरुमा। सो इन अदर वर्ड्स द फर्टिलाइजेसन अफ द स्पर्म एन्ड द ओभम इज अलाउड टु टेक प्लेस इन द ल्याबोरेटरी ग्लासवेयर एक्सटर्नली रादर इन द लिभिङ बडी दैट इज इन विवो। सो जुन चाहिँ हाम्रो बडीमा हुन्छ त्यसलाई चाहिँ इन विवो भनिन्छ र जुन चाहिँ बडी भन्दा बाहिर ग्लासको प्रोडक्ट्सहरुमा हुन्छ त्यसलाई चाहिँ इन विट्रो भनिन्छ। सो नर्मली फर्टिलाइजेसन अफ स्पर्म र ओभम चाहिँ हाम्रो बडी भित्रै हुन्छ, तर टेस्ट ट्युब बेबीको प्रोसिजरमा के हुन्छ भने मेलबाट स्पर्म लिन्छ र फिमेलबाट चाहिँ ओभम लिन्छ र त्यो दुईटैलाई चाहिँ फर्टिलाइज गराइन्छ ल्याबमा इन ए ग्लासवेयर दैट इज टेस्ट ट्युबहरुमा। सो त्यस्तो प्रोसेसलाई चाहिँ इन विट्रो फर्टिलाइजेसन भनिन्छ, दैट इज कुनै ग्लासवेयरमा फर्टिलाइज गराइन्छ त्यस्तोलाई इन विट्रो फर्टिलाइजेसन भनिन्छ। इन विट्रो फर्टिलाइजेसन दैट इज IVF commonly known as test tube baby is a technique of fertilization of the ovum by the sperm outside the woman body in the laboratory condition. So in vitro fertilization भनेको चाहिँ के हुन्छ भने it is a technique of the fertilization के को त ovum को with the help of sperm. So sperm र ovum को fertilization outside the woman body in a laboratory in test tube मा गराउने प्रोसेसलाई चाहिँ in vitro fertilization भनिन्छ। After the fertilization, the 16-celled embryo is implanted into the woman's uterus to produce a baby. So अब fertilization चाहिँ टेस्ट ट्युबमा हुन्छ। fertilization भएपछि त्यहाँ embryo बन्छ, embryo को सेल्सहरुमा चाहिँ डिभिजन हुँदै जान्छ र अप टु 16 अथवा 32 सेल्ड embryo बनेपछि त्यो embryo चाहिँ फेरि अगेन वुमेनको युटरसमा चाहिँ इम्प्लान्ट गरिदिन्छ फर फर्दर प्रेग्नेन्सी। सो मात्र फर्टिलाइजेसन चाहिँ बाहिर गरिन्छ, पछि त्यो फर्टिलाइज भएको इम्ब्रायोलाई चाहिँ अगेन युटरसमा इम्प्लान्ट गरिदिन्छ। सो दिस इज द इन विट्रो फर्टिलाइजेसन अथवा टेस्ट ट्युब बेबी। द टेस्ट ट्युब बेबी टेक्निक हैज ड्रामेटिकली एन्ड सिग्निफिकेन्टली चेन्ज द लाइफ्स अफ द मिलियन्स अफ द इनफर्टाइल कपल्स। सो टेस्ट ट्युब बेबी चाहिँ किन डिस्कभर गरेको थियो भने इनफर्टाइल कपल्सहरुलाई बेबी पाउनको लागि। सो जुनमा चाहिँ फर्टिलाइजेसन राम्ररी हुँदैन, सो त्यस्तो कपल्सहरुमा चाहिँ टेस्ट ट्युब बेबीको माध्यमले बेबी गराउन सकिन्छ। So this technique is applicable to such women who are unable to fertilize the ovum, conceive and give birth to a child normally in the uterus. So infertile को conditions हरु के हुन सक्छ भने या त ओभमले फर्टिलाइज गर्न सक्दैन या त कन्सीभ गर्न सक्दैन र बर्थ दिन सक्दैन। सो त्यस्तो इनफर्टाइल वुमेनहरुलाई चाहिँ यो टेक्निकले एक्सट्रिमली हेल्प गरेछ फर द प्रोडक्सन अफ द बेबी। ड्यू टु द रिमार्केबल एडभान्सेस इन मेडिकल साइन्स फर सच केसेस the unfertilized ovum is taken out from a desired female and sperm are taken from her husband. So in vitro fertilization मा चाहिँ फर्स्ट मा के गरिन्छ भने फिमेलबाट चाहिँ ओभम लिन्छ बडीबाट बाहिर र मेलबाट अथवा वुमेनको हस्बन्डबाट चाहिँ स्पर्म लिन्छ। Now the ovum is allowed to fertilize with the sperm in a test tube externally in a sterile or aseptic lab condition. अब त्यो ओभमलाई चाहिँ स्पर्मसँग फर्टिलाइज गराइन्छ एक्सटर्नली दैट इज वुमेन बडी को बाहिर गराइन्छ इन ए स्टेराइल और एसेप्टिक लैब कंडीशन एंड द टेक्निक इज नोन एज इन विट्रो फर्टिलाइजेसन। सो यो टेक्निकलाई चाहिँ इन विट्रो फर्टिलाइजेसन भनिन्छ। सो इन विट्रो भनेको चाहिँ ग्लास अथवा इन ए ग्लास र फर्टिलाइजेसन भनेको चाहिँ फर्टिलाइजेसन अफ ओभम एन्ड द स्पर्म। Thus, the one-celled zygote formed in the lab is allowed to be developed to 16 or 32 cell stage. So fertilization भएपछि त्यो इम्ब्रायोको सेल्सहरुमा चाहिँ डिभिजन हुन्छ र जबसम्म 16 अथवा 32 सेल स्टेजसम्म पुग्छ त्यसपछि चाहिँ इम्प्लान्ट गरिदिन्छ युटरसमा। This cell stage is then put into the uterus of the same female or the surrogate mother. So अब त्यो इम्ब्रायोलाई चाहिँ सेम फिमेल भनेको जहाँबाट ओभम लिएको थियो त्यसको युटरसमा इम्प्लान्ट गरिदिन्छ अथवा कि त सरोगेट मदर भनेको त्यस्तो मदर जसको ओभम लिएको हुँदैन तर त्यो इम्ब्रायोलाई इम्प्लान्ट गरिदिन्छ मदरको युटरसमा। सो बर्थ चाहिँ सरोगेट मदरले गराउँछ त्यो बेबीको। फर व्हाट पर्पस? फर द फर्दर डेभलपमेन्ट अफ द फिटस इन द वुम टिल अ बेबी इज बोर्न। सो ल्याबमा प्रोड्युस गरेको इम्ब्रायोको फर द प्रपर ग्रोथ एन्ड डेभलपमेन्टको लागि फेरि त्यो फिटसलाई चाहिँ वुमको भित्र राखिन्छ दैट इज युटरसको भित्र राखिन्छ। After a normal 9-month period, a baby or babies are born. So either it may be or single or may be multiple. Such babies are called the test tube baby. र त्यस्तो बेबीजलाई चाहिँ
टेस्ट ट्युब बेबिज भनिन्छ। टेस्ट ट्युब बेबिज भनेको त्यस्तो बेबी जुन चाहिँ टेस्ट ट्युब मेथडले प्रोड्युस गरेको हुन्छ। सो द बेबिज आर नोन एज टेस्ट ट्युब बेबिज। नाउ व्हाट इज सरोगेट मदर? इन विट्रो फर्टिलाइजेसन, IVF technology or developing embryo available in the laboratory is taken and inserted into the uterus of the another woman. So lab मा डेभलप गरेको इम्ब्रायोलाई चाहिँ कुनै अर्को वुमनको युट्रसमा राखिदिन्छ र त्यस्तो वुमनलाई अथवा त्यस्तो मदरलाई चाहिँ सरोगेट मदर भनिन्छ। A woman who substitutes or takes the place of the real mother to nurse the embryo is called the surrogate mother. So surrogate mother भनेको के हुन्छ भने जुन चाहिँ त्यो डेभलपिङ इम्ब्रायोलाई जन्म दिने मदरलाई चाहिँ सरोगेट मदर भनिन्छ। सो यो इमेजमा चाहिँ यो चाहिँ हस्बेन्ड, यो चाहिँ वाइफ, यो दुईटैबाट चाहिँ ओभम र स्पर्म लिएर चाहिँ फर्टिलाइज गरेको हुन्छ र फर्टिलाइज गरेपछि त्यहाँ इम्ब्रायो बन्छ। त्यो इम्ब्रायोलाई चाहिँ कुनै अदर वुमेनको युट्रसमा इम्प्लान्ट गरिदिन्छ अनि यो वुमेनले चाहिँ त्यो बेबीजको बर्थ गराउँछ। सो दिस वुमेन इज नोन एज सरोगेट मदर। सो सरोगेट मदरले के गर्छ भने दे डज नट कन्ट्रिब्युट जेनेटिकली। सो त्यहाँ कुनै पनि जेनेटिक फिचर सरोगेट मदरको आउँदैन, मात्र फादरको स्पर्मबाट आउँछ र मदरको ओभमबाट। सो फादर र मदरको मात्र जेनेटिकली कन्ट्रिब्युसन हुन्छ, सरोगेट मदरको त्यहाँ कुनै पनि जेनेटिकली कन्ट्रिब्युसन हुँदैन, मात्र सरोगेट मदरले त्यो बेबीलाई 9 मन्थ क्यारी गर्छ र बर्थ गराउँछ। द सरोगेट मदर नेभर बिकम ए जेनेटिक मदर एन्ड इट इज अल्सो कल्ड सबस्टिट्युट मदर अर सेकेन्ड मदर। र सरोगेट मदरलाई चाहिँ सबस्टिट्युट मदर अर सेकेन्ड मदर पनि भन्ने गरिन्छ। सो आजको भिडियोमा चाहिँ हामी इन विट्रो फर्टिलाइजेसन अथवा टेस्ट ट्युब बेबीको बारेमा पढ्यौं।